हाई गाइज गुड आफ्टरनुन सबैजनालाई। आज मेरो चाहिँ एक हातले जय नेपाल है। आज चाहिँ फाइनली मैले चाहिँ एउटा सानो मेरो मिनी भ्लगमा चाहिँ सबैजनालाई नमस्कार र आज त्यही भन्छु जय नेपाल भन्छु है। र मैले चाहिँ के भन्नु लागेको हो भने र तपाईँहरूलाई चाहिँ मैले के चिज चाहिँ देखाउन आँटेको छु भने मैले सानो एउटा DJMI को चाहिँ मैले चाहिँ एउटा माइक किनेको छु है। आज यो कस्तो छ के छ यो मलाई केही थाहा छैन। आज प्रोडक्ट चाहिँ यो हो अनि यसको भित्रको बुद्धि चाहिँ मैले ट्राई गरेको छैन। अहिले चाहिँ मैले हेर्न खोजेको इभन के कस्तो हुन्छ भनेर मलाई यो युज गरेको पनि छैन र मैले युज गर्नु चाहिँ खोजेको हो। तपाईँहरूलाई यति यो राम्रो भिडियो लागेमा प्लिज मलाई लाइक एन्ड कमेन्ट एन्ड सेयर गरिदिनु होला। आज मेरो तर्फबाट तपाईँहरूलाई मैले प्रोभाइड गर्ने म केही दिन पछाडि केही समय पछाडि चाहिँ म तपाईँहरूलाई एज अ फिल्डमा निक्लेपछि म तपाईँहरूलाई प्रोभाइड गर्नलाई चाहिँ रेडी भएर बसेको छु। र इभन तपाईँहरूलाई राम्रो लाग्छ भने एज अ त्यही नै हो, म तपाईँहरूको लागि लडेको तपाईँहरूको लागि भनेर मैले चाहिँ के गर्न खोजेको हो है। एज अ के कुराहरू यति मलाई पनि प्रफिट भयो भने तपाईँहरूलाई म एज अ धेरैमा धेरै नसक्यो भने एज अ केही कुराहरूको हेल्पिङ इजर हुन्छ भनेर चाहिँ गर्न खोजेको हो। अब तपाईँहरूलाई के लाग्छ कसो लाग्छ त्यो चाहिँ तपाईँहरूको कुरा हो। र म चाहिँ जस्ट अब ओपन गर्दैछु। अब मेरो चाहिँ त्यही नै हो। जस्ट म तपाईँलाई मेरो DJMI को प्रोडक्ट चाहिँ देखाउँछु कि फाइनली मेरो रुम चाहिँ यही हो। र तपाईँहरूलाई चाहिँ मैले त्यो प्रोडक्ट चाहिँ देखाउनु लागेको हो। यो एउटा DJMI को माइक हो। यो चाहिँ मैले खास गरी युट्युबको लागि नै भनेर किने हो। अब हेरौँ यसको आइटमहरू कस्तो छ होइन, यस्तो चिजहरू यसको एज अ मुटुहरू कस्तो छ। यो चाहिँ DJMI को माइक हो र एज अ यो पनि त्यही हो। दुईवटा हुँदो रहेछ माइक अनि चार्जिङ एउटा टाटा केबल यहाँ छ अनि अर्को एउटा पनि थियो नि मसँग न, बस यहाँ छ। यो चाहिँ मैले हेरेको छैन, मैले अलि खोलेर चाहिँ हेरेको थियो। यो चाहिँ सानै छ जस्तो लागिरहेछ मलाई। यो चाहिँ यस्तो रहेछ भन्छ नि कपडा। थ्याङ्क यू सो मच। 4वटा रहेछ। थ्याङ्क यू फर माई भिडियो। सबैजनालाई राम्रो लागेमा प्लिज सब्सक्राइब गरिदिनु होला र एज अ लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला है। धन्यवाद।